ल गाइज एकचोटि तयारी छ है त। चिल्ड्रन एफसीले होइन 1000वटा भन्दा पनि बढी चान्सहरू क्रिएट गरिसक्यो, तर युटिलाइज भनेको एउटा पनि गर्न सकिरहेको छैन कि। हेर्नुहोस् है त, कत्रो बल क्रिएट गरेको छ कि गोल गर्नको लागि, तर गोल भने खुलित छैन यार। कम्तीमा नि 15-20वटा बलहरू होइन चान्स क्रिएट गरेको थियो होला है गोल गर्नको लागि आजको फर्स्ट हाफमै के। तर हेर्नुहोस् न, एउटा पनि युटिलाइज गर्न सकिरहेको छैन। यतिखेर फल भएको थियो तर दिएन रेफले। यो बल फल भएर फ्री किक पाएको भए एरुनले गोल हानिदिन्थ्यो क्या त्यतिखेर चाहिँ। तर यतिखेर पास पनि बब्बाले निकालेको थियो सोलोमनले पनि, तर क्रसमा चाहिँ कोही पनि पुगेन त्यहाँ। यार समीर तामाङ ब्रोले यार कति चान्स पाएको छ होइन, आज कति चान्स पाएको छ ब्रोले होइन, तर युटिलाइज भने गर्न सकिरहेको छैन कि। ब्रोले क्रस गर्नुपर्ने बल गर्दैन, पास दिनुपर्ने बल दिँदैन, आफै ड्याङ ड्याङ हानेछ 0 एङ्गलबाट, अनि कसरी गोल छिर्छ कि ब्रो। पास दिनुपर्छ। सोलोमन क्या रिसाइरहेको छ हेर्नु अहिले देख्नुहुन्छ हजुरहरूले। यता मसिन्द्रो एफसीले त पोस्ट स्टेडियमले एउटा गरेको थियो होला ल फर्स्ट हाफमा होइन, अरू गरेकै छैन। तर यता त कम चान्स पाएको। यतिखेर समीर तामाङले यस्तो दामी चान्स पाएको थियो, गोल गर्न सक्नु भएन। त्यसपछि अझै चान्स थियो होइन, सेल्फिस भयो कि। यता सोलोमन हेर्नुहोस् न, फ्री थियो कि, क्या रिसाएर त एरुनलाई क्रस गरेको भयो नि हुन्थ्यो कि। समीर तामाङको हल्का अलिकति सेल्फिस देखियो होइन। खेल्न त बबाल खेलिरहेको छ ब्रो, कुदाइरहेको छ, तर फिनिसिङै छैन होइन। कति चान्स पाएको छ कि, तर युटिलाइज भने गर्न सकिरहेकै छैन ब्रोले। हेर्नुहोस् न ल, एक्लैले 6-7 बल पाएको थियो होला क्या समीर तामाङले त आज यार। हान्न नि हानेछ, कोही बल फितलो होइन। यतिखेर सोलोमनले हानेको थियो, त्यो पनि खुलित। हेर्नुहोस् न ल, समीर तामाङको त आज यार फर्स्ट हाफमा त यार कति पाएको कि। र त्यो पाएको चान्सहरूलाई त्यो एउटा बललाई पनि गोल गर्न सकेन ब्रोले। यतिखेर झन्नै बाइसाइकलमा हानिसकेको थियो ब्रोले गोल, तर अलिकतिले वाइड हुन पुग्यो। एरुन थापाले राम्रो खेलिरहेको छ होइन ब्रोले। एउटा चाहिँ खतरनाक हानेको थियो, यतिखेर चाहिँ सर्ट्स अन टार्गेट बब्बालै थियो, राम्रो सर्ट्स हानेको थियो ल। चिल्ड्रनले आज मचिन्द्रलाई जित्ने हो भने होइन, पाएको चान्सलाई युटिलाइज गर्न सकेन भने चाहिँ खुलितै हुन्छ यार। हाना आउन केटाहरू हाना, कति चान्स मात्रै क्रिएट गर्छौ।